ल्याइसकेको छु म चाहिँ म चाहिँ बाँदर लान जान पर चाहिँ मेरो भाइ रहेछ हेर्नु म त्यसो मेरो भाइ मम्मी मुनि खाइदिउँ न अनि म त्यहाँ कहाँ अहिले टोक्ला नि तँलाई बैठाइदिएलाई सघौँ अहिले उड्यो कतिवटा त्यो उडिरह त्यतातिर नजाने यार म त उयो देखान्छु अहिले बैठेको यहाँ तल पाक्यो भने नि त तल पो जानु पर्यो यार मैले आम्बो खतरा भएछ यहाँ त ल हाम्रो लहरे चाहिँ यस्तो पो भएछ हेर्नु सक्नुहुन्छ हामी त यस्तै खाने भने चाहिँ छाता लिने एउटा खाइदिउँ फुटाउनु सक्दैन त पक्ने म हेर्दैछु 2:21 बाँदर आइक्यो एउटा चाहिँ गाइजहरू यसो यस्तो गिलो कि खाले त यो गिलो त कालो एकछिन अलि भेट ल कालो गाइजहरू यो चाहिँ भुक्कड है यसरी खाना गाइजहरूलाई हेर्नुहोस् हाम्रो चाहिँ खोर्सानीहरू राते बोक्सी जस्तो रातो खुर्सानी के अरे रातो बोक्सी जस्तो रातो खुर्सानी ल खोर्सानी चाहिँ टन्नै छैन यहाँ छेउतिर बिचतिर खोर्सानी भित्तातिर छ न यतातिर चाहिँ खोर्सानी भित्तातिर लहर्या यस्तो छ अनि छेउतिर चाहिँ के भन्छ यसलाई बिर्से मल्दला फर्सी पनि छ फर्सी है भाइ अनि यता नि छ अनि यता खोर्सानी रातो रातो छ होइन अहिले सगमले खाइदिन्छ हेर्न यहाँ त अम्बो कालो पनि रहेछ त कालो छ तर चौरी पारा रहेछ तर यस्तो फोहोर हुन्छ कि यो ल त फोहोरियो त दुईटा हातले चेप न पुरा चेप त चेप म नि खान्छु खा सधैँ खान म तेरो बनाइदिन्छु क्या कस्तो रहेछ गाइजहरू खाएल त्यो चाहिँ खाएल भन्दैछ अनि म चाहिँ आइसकेको छु काँक्रो पनि छ गाइजहरू अहिले काँक्रो पनि देखाउँछु तपाईँहरूलाई अब यहाँ काँक्रो यस्तो भन्दै त मैले यस्तो भन्दै त कस्तो माथि चाहिँ मेरो मम्मी हुनुहुन्छ है कहिले आउनुहुन्छ ल ब्लगरको नाम चाहिँ सौगत तामाङ हो नामको नाम चाहिँ सम्झना मेरो चाहिँ सौगम यहाँ माथितिर चाहिँ उयो त हुन्छ गाइजहरू काँक्रोको बोट यहाँ माथि यहाँदेखि सबै उयो पनि छ गाइजहरू हाम्रो घरमा जब पनि छ है गाइजहरू यहाँ चाहिँ तिते करेला पनि छ यहाँ सानो सानो खोर्सानी पनि छ यो खोर्सानीको बोट हो अनि तिते त हो नि यहाँ जान्छु म चाहिँ गाइजहरू यहाँ काँक्रो हेर्नु
त्यो त छोड्दै हामीले चाहिँ अघि नै खाइसक्यो होइन यो चाहिँ विकासे काँक्रो होला यिनीहरू दुइटा निबोट अनि यो चाहिँ लोकल काँक्रो है यो होइन नि फेरि काँक्रो यो चाहिँ काँक्रो होइन है गाईहरू त्यो त भोगोडे पो हो त काँक्रो त यहाँ पो छ ठुलो यो अनि ऊ त्यहाँ छ उयो छ अनि यहाँ हेर्नु त ल काँक्रो त पुरै तन्नै छ काँक्रो त हो ल यिनी यता पनि छ काँक्रोको बोर्ड यिनीहरू सबै फसीको बोर्डहरू हो यो चाहिँ यतासम्म जान्छ होइन गाईचोरी यो त्यो भोगेडी पनि छ हाम्रो त ऊ त्यो त ऊ होइन चाहिँ हाम्रो कुकुर पनि छ मस्त ऊ त्यो टिप्छ छ हो त्यो यहाँ राख्नु बस्यो क्या अघि चुला बस्थ्यो भन्नु परेन हाम्रो चाहिँ बाख्राहरू छ यसरी दिन्छ बाख्राहरूलाई चाहिँ घाँस गाईचोरी यता यहाँ बाँदर आएन भने चाहिँ खतरा हुन्छ गाईचोरी यिनीहरू सबै मेरो कुखुरा यो ठुलो भाले अनि यो सेतो पनि भाले है त्यो पनि लोकलै हो है गाईचोरू गिराज भन्नु होला होइन है लोकल हो सबै गाईचोरू यसको पोथी पनि छ है यहाँ ऊ त्यो हेर्नु सक्नु त्यो चाहिँ पोथी हो यो चाहिँ भाले हो ऊ चाहिँ त्यो पोथी हो अनि जमाइ सकौँ अब गाईचोरू अब चाहिँ जानु पर्ला जस्तो छ यो के भयो मेरो घुरलाई बिमारी जस्तो छ होइन त्यो एकछिन ठिक छ सुन्तला पनि फल्दा जमाइ सगुमको खेलाउन हिँड्न अगाडि सुन्तला पनि खानुपर्छ भोलि पर्सि यता हेर्दैन यता हिँड्ने यता गाईचोरू मेरोमा चाहिँ फुल पनि छ होइन गाइस अब चाहिँ यति भन्दै म भ्लग यहाँ दिन गर्दैछु होइन सो मैले कल पनि गरिरहेको थिएँ तर कराएको छैन अनि नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु होला मेरो चाहिँ झन् धेरै सब्सक्राइब छैन पहिलाको आइडी पनि ह्याक भयो कुन चाहिँले मारिदिएन बाई